हेलो नमस्ते आज म हजुरहरूलाई एफजेड भिडियोको क्लच प्लेट फुल एसेम्बली फिटिङ गर्ने तरिका देखाउँदैछु है। क्लच प्लेट त सबैले नै फेर्छ, क्लच प्लेट त सबै फेरि तर जुन सिस्टममा छ कुन स्ट्यान्डर्डमा त्यो अनुसारले हाल्दा बल्ल अनि तपाईँले क्लच प्लेट फेरेर जुन पिकअप आउनु पनि त्यो पिकअप हुन्छ होइन। तपाईँले क्लच प्लेट मात्रै फेरेर त्यो सही तरिकाले फेर्न भने चाहिँ तपाईँ क्लच प्लेट फेर्ने पिकअप राम्रोसँग आउँदैन, अथवा झन् तपाईँ क्लच प्लेट पनि बिग्रिने चान्सेस म्याक्सिमम हुन्छ है। क्लच प्लेट फेर्दा जुन स्ट्यान्डर्ड छ सिस्टम त्यो अनुसार टक्क टक्क फिट गर्नुपर्छ है। र अब हामीले चाहिँ क्लच फेर्दा सधैँ नै तपाईँको यो फिक्सन प्लेट हुन्छ, यस्तो चाहिँ तपाईँले सधैँ नै हामीले चाहिँ ठुलो ग्यापिङ र सानो ग्यापिङ भएको हुन्छ है। सानो ग्यापिङ भएको चाहिँ तपाईँको मेल फिमेल भन्नेपट्टि भागमा छोएर हाल्नुपर्छ र बिचमा चाहिँ तपाईँको धेरै ग्यापिङ भएकोहरू हाल्नुपर्छ है। र फलामको जुन यो प्लेटहरू हुन्छ, यो फलामको प्लेट पनि तपाईँको मुखपट्टि फलामको मुखपट्टि र अगाडिपट्टि र पछाडिपट्टि हुन्छ, त्यसलाई पनि तपाईँको पछाडिपट्टितिर फर्केर हाल्नुपर्ने हुन्छ होइन, एकदम मिलाएर हाल्नुपर्ने हुन्छ। तपाईँ जुन पाए त्यही तरिकाले हाल्नु भयो भने चाहिँ तपाईँ क्लच प्लेट फेरि पनि भने जस्तो तपाईँ पिकअप आउँदैन। जुन तपाईँको क्लच प्लेट चाहिँ झन् तपाईँको ग्यापिङ हुने र ग्यापिङ नहुने सफ्ट र हार्डमा तपाईँको झन् उल्टो पुल्टो भयो भने क्लच प्लेट जाने चान्सेस म्याक्सिमम हुन्छ। र जुन तपाईँ क्लच प्लेट फेरि पनि पिकअप चाहिँ आउँदैन है। त्यसैले तपाईँले सधैँ क्लच प्लेट फेर्ने टाइममा चाहिँ एकदमै राम्रो तरिकाले जुन स्ट्यान्डर्ड छ कम्पनीको त्यो सेटिङ अनुसारले मिलाउनु भने चाहिँ क्लच प्लेट फेरेको एकदमै राम्रो हुन्छ है। र तपाईँले भने जस्तै पिकअप पाउनुहुन्छ है क्लच प्लेट फेरेर पनि। धन्यवाद।